ल आज चाहिँ फाइनल्ली आफ्नै गाउँले दाजुभाइ र साथीभाइसँग कार्यव्यस्तताको कारण पनि वर्षौंपछि भेटघाट गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं र साथमा केआई हिमालय किचनमा आफ्नै स्वदेशी स्वादमा नेपाली खाना खान पाउँदा वर्षौंको थकान नै मेटाएको महसुस भएको छ। साथमा नेपालको झल्को पनि ल्याइदिएको छ यो खानाले र साउदी अरबका जुबेल वरिपरि रहनुहुने सम्पूर्ण नेपालीहरुमा पनि के आग्रह गर्न चाहे भने वर्षौंको थकानलाई मेटाउँदै नेपाली स्वदेशी स्वादमा नेपाली खाना खान चाहनुहुन्छ भने केआई हिमालय किचनलाई सम्झनुहोस् र साथमा यहाँ नेपाली डिजाइनका कपडाहरू पनि मिल्दो रहेछ, पाउँदो रहेछ। साथमा विभिन्न स्वादिष्ट परिकारहरू पनि बन्दो रहेछ। तपाईहरु पनि वर्षौंको थकानलाई मेटाउँदै आफ्नो नेपालको झल्को मेटाउन चाहनुहुन्छ भने कृपया केआई हिमालय किचनमा आइ स्वादिष्ट खाना खाँदै मनोरञ्जन लिनुहुन पनि अनुरोध गर्न चाहे। आउनुहोस् र रमाइलो गर्नुहोस्, इन्जोय आफ्नो नेपाली झल्को मेटाउँदै इन्जोय गर्नुहोस् र केआई हिमालय किचन